यताबाट टक्क ल्याएर ओए बियरको बोतलको सिसाहरू रहेछ। हेलो गाइस, वेलकम ब्याक टु न्यू ब्लग अफ एमडी ब्लग युट्युब च्यानल। नमस्कार गर्नु लेटेस्ट नयाँ ब्लग। आजको ब्लग सुरु हुँदैछ हाम्रो 12:15 बजे होइन। अनि आज हामी चौबार जान लाग्यो। सिधै राइडमा भेटौँ। नाइस नहीं सीधे सानी भन न राइट अहिले उता ट्रायलमा गएर भन्ने लगिन के सुरु में बैलेंस बिग्रिन्छ यार। हिँड्न जाम। आऊ त्रिलोक भाइ आऊ, म लिड हान्छु ल। आहा मेरो हात त ओहो बब्बाल भएको छ हौ मेरो। पछाडिबाट के त आएको छैन नि। ठिक छ ल, केही आएको छैन ल। यता उल्ली उठाइदिने हो कि यस्तोमा। यता यता अगाडिबाट यता राइट, त्यो ग्राउन्डको बाटो हुँदै। अझै केही आएको छैन, यस्तो खाली बाटो छ उल्ली त। एकछिन यताबाट टक्क ल्याएर अन्त छोडिदिउँ, टाइम छैन। गरेर आइहाल्ने हजुर विल्ली। आहा यस्तो ओहो घामै छैन यार, यस्तो मौसम पो राइड गर्ने। आज किन यति धेरै विल्ली हान्दा छु म? विल्ली लाग्ने साग्ने केही होइन, यतिकै हानेर के काम यार गाइज।
चाड हान्दिउँ न बिल्ली उकालो चढाइदिएँ यार मैले बिल्ली हानेर अब यता भाइलाई कुर्नु पर्ने हुन्छ होइन त्यो जम्प हान्दिएँ त मैले भाइ टायरको ग्रिप चाहिँ नि बाबालाई हेर मलाई के नेभर गिभ अप भाइ र म जाने भयो होइन उता भर्याङको बाटो जाने हो पुरै फ्लोमा गइरहेको थिएँ यार म केही छैन म एक्लै जाने भयो होइन आज मजा आउँछ सोलो राइड यस्तो भिडियो बनाइदिए भइदियो हुन्थ्यो नि यार अब सोलो राइड हाल्नु पर्यो है धुलो धुवा यहाँबाट चढाउनु पर्ने हुन्छ है अब म सिधै माथि पुगेर भेट्छु होइन त्यति बेरको लागि गाइज यता फाइनली हामी सो गरेर सक्यौँ होइन हेर्न सक्नुहुन्छ अन्त यता मेरो साइकल छ अब ल वान सकेन होइन राइड सेफ राइड हाड औ यता त अलिक ब्रेक हान्दै आउनुपर्ने हुन्छ है आफ्टर लङ टाइम भएर होला मलाई नि डर लाग्न थाल्यो र पनि मेरो नि ब्रेक राम्रै लागेन हौ
ओहो मेरो हात उही बाटो त सानो बनायो के हो भाइ आउँदैछ होइन सो गाइस यता यस्तो छ होइन भ्यू यता हरियो हरियो छ है के तातिन त मेरो पनि ताते छ दुवै हान्ने हो कि ब्रेक अगाडिको र पछाडिको मात्र हान्ने होइन तर अलि बिस्तारै लाग्छ सो गाइस आँटी आइरहेछन् ल यता चाहिँ डोराउनु पर्ला जस्तो छ है ओहो ओए यस फाइनली अब अगाडिको छ होइन डोराउँदै ल्याऊ है यस्तो भएको छ राम्ररी देखेको छ कि नै थाहा भएन होइन भर्खर त्यतै एउटा झारेको सो भाइ चाहिँ नि आफ्टर लङ टाइम हो होइन ओए चेन फुस्कियो यस्तो सिधा मात्र चलाऊ होइन त्यस्तो चाहिँ के डोराएर after a long time wait nice wait wait यसपालि त धेरै ढुङ्गा रहेछ यार भर्याङको तल्लोपट्टि पाउँछ चटपटे नि पानी पनि सो गाइस फाइनली आयौँ होइन आज झार्नी हो
बिचमा बियरको बोतलको सिसाहरू रहेछ यार सानो ओए दाइ दाइ बियरको बोतलको सिसाहरू छ त्यता तलतिर के बियरको बोतलको सिसाहरू छ भयो भयो टायर जान्छ गाइस बियरको बोतलको सिसाहरू रहेछ होइन त्यहाँबाट झार्नुपर्ने हुन्छ बियरको बोतलको सिसाहरू रहेछ यो हो नि ट्रायल भनेको एकैछिन मासतिर त्यता माथि गयौँ होइन अनि अलि छायामा बसेर भ्लग एन्ड गर्नुपर्छ यता 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 हेर्न आउने अनि यताबाट जाने गाइस हेर्न सक्नुहुन्छ यति बियरको बोतलको सिसाहरू छ सो गाइस हो यस्तो टर्निङ चाहिँ नि अलिक गाह्रो हुन्छ होइन सक्दिनँ है म यस्तो टर्निङ चाहिँ नि मन्डा झारेको होइन अब आजको लागि यति अर्को भ्लगमा भेटौँला त्यति बेरको लागि बाइ बाइ गाइज भ्यू यस्तो